तपाईँहरूले एउटा स्क्रिनमा मल्टिपल काम गर्न सोचिरहनु भएको छ भने म तपाईँलाई एउटा आदत ठिक देखाउँछु है। एउटा स्क्रिनमा हामीले दुईवटा कसरी काम गर्ने भनेर सबैभन्दा पहिला कुनै एउटा काम ओपन गर्नु है। तपाईँहरू कुनै एउटा के काम छ सबैभन्दा पहिला म तपाईँको जस्तो डिसपिसी खोल्छु है। मेरो डिसपिसी छ, म तपाईँलाई गुगल क्रोममा देखाउँछु, सजिलो हुन्छ है देखाउनु। म तपाईँलाई गुगल क्रोम खोल्छु अनि म एउटा तपाईँको एउटा गुगल क्रोम खोलेँ। मेरो गुगल क्रोम खोलेँ, अझै एउटा म गुगल क्रोम खोल्छु है। एउटा अझै म गुगल क्रोम खोलेँ, दुईवटा म गुगल क्रोम खोलेँ। जस्तो दुईवटा गुगल क्रोम खोलेँ, म एउटा क्रोमलाई के गर्छु भने तपाईँको विन्डोज प्लस राइट की प्रेस गर्नु है। विन्डोज प्लस राइट की प्रेस गर्नुभयो भने उतापट्टि हेर्नु है, यसरी तपाईँको इन्टरफेस देखिन्छ। हामीले यहाँ क्लिक गर्नुभयो भने दुईवटा स्क्रिन आयो है हाम्रो। अब दुईवटा काम हुन्छ एउटा स्क्रिनमा, आधी आधी भनेको दुईवटा काम हुन्छ। मिनिमाइज अटोमेटिक मिनिमाइज भएर तपाईँहरूको दुईवटा काम गर्छ है यसले। जस्तो म एउटा यहाँ तपाईँ युट्युब खोलेर देखाउँछु है। जस्तो मैले यहाँ युट्युब खोलेँ, युट्युब खुल्छ है। युट्युब खोलिसकेपछि म यसको पनि यहाँ पनि युट्युब खोल्छु है। यहाँ है म यहाँ भिडियो प्ले गरेँ। मैले यहाँ एउटा भिडियो प्ले गर्छु, म अर्को भिडियो यहाँ प्ले गर्छु है। म एउटा भिडियो प्ले गर्छु, म एउटा यहाँ भिडियो प्ले गरेँ, अर्को त्यहाँ भिडियो प्ले हेर्न सक्नुहुन्छ तपाईँहरूले। मेरो एउटा र अर्को भिडियो छुट्टा छुट्टी प्ले भइरहेको छ। एउटा स्क्रिनमा मेरो दुईवटा काम भइरहेको छ। तपाईँहरूले अरू अथवा कुनै अरू कामहरू पनि गर्न सक्नुहुन्छ तपाईँहरू एउटा स्क्रिनमा। अब यस्तै खालको भिडियो हेर्नको लागि तपाईँहरू हाम्रो युट्युबमा अथवा तपाईँ हाम्रो टिकटकमा फलो गरेर युट्युबमा सब्सक्राइब गर्न नबिर्सिनु होला है। लाइक र कमेन्ट अनिवार्य गरिदिनु होला।